आगो बनाउन के चाहिन्छ? अक्सिजन, इन्धन र तापक्रम, हिट अन्त तापक्रम हुन्छ। आगो बनाउन तपाईँको 3 चिज चाहिन्छ। 3 चिज मिलेर मात्र लाइटर बलायो, यसमा ग्यास मात्र भएर बलाएन। अब यो 3 चिज मिलेर आगो बल्यो नि, जस्तो अक्सिजन, फ्युल र हिट। ध्यान दिनु है यता, अक्सिजन, फ्युल र हिट 3 चिज मिलेर आगो बल्यो होइन। अब हामीले आगो निभाउने के गर्नुपर्छ? यो 3 चिजमा एक चिजलाई कट गरिदिनुपर्छ होइन। सजिलो कुरा भयो, सजिलो भाषा। आगो निभाउनलाई 3 चिज मिल्यो भने आगो बलिरहेछ। 3 चिजमा एक चिजलाई कट गरिदियो भने आगो निभाउँछ। जस्तो हामीले यो कार्टुनमा चाहिँ आगो लगायौँ भने यो के हो त? ठोस पदार्थ हो नि होइन त। यसमा आगो लगाउँदा के हुन्छ त? हामीले पानी हाल्यो भने निप्छ होइन त। के चिज कम भयो त? अब त्यहाँ हिट कम भयो होइन। जस्तो बाल्टिनीमा हामीले तेल हालेर बाल्टिनीमा अहिले दिउँसो बस्ने ड्युटीले हेरेन चाहिँ हाम्रो यो बाल्टिनीमा त तपाईँले चाहिँ अब यो प्लास्टिकको भयो मिलेर यो बाल्टिनीमा यो तेल हालेर आगो बाल्यो भने होइन, तेल बल्यो नि। त्यसलाई निभाउन के कम गर्नु पर्यो ल भन्नुहोस् त? तपाईँले सधैँ सिकाइरहेको छ, सधैँ बुझाइरहेको छ, तपाईँले जान्नु पऱ्यो के चिज कम गराउनु पऱ्यो है। अक्सिजन कम गराउनु पऱ्यो राइट। त्यो कुरा तपाईँहरूसँग ज्ञान हुनु पऱ्यो क्या। सधैँ आउने सिकाउने जाने मात्र भएर त केही पनि प्रगति हुँदैन। तपाईँहरूले बुझ्नु पऱ्यो। अब यसमा अति प्रदूषित पदार्थ छ बाल्टिनीभित्र। तपाईँ आगोलाई बल्यो, आगो लाग्यो, अब तपाईँ निभाउनु त के जानकारी हुनु तपाईँलाई? पानी हालेर निप्छ? निप्दैन। के चिज गर्नुपर्छ त्यसमा? अक्सिजनलाई कट गर्नुपर्छ। अक्सिजनलाई कट गर्नु अब तपाईँ के गर्नु सक्नुहुन्छ त? बाल्टिनीलाई छोप्नु पऱ्यो। के भने फायर एक्सटिङ्ग्विसरले निभाउनु पऱ्यो। यस्तो कुराहरूलाई जानेन भने चाहिँ सधैँ आउने सिकाउने, सधैँ आउने सिकाउने तपाईँहरू बिर्सिने मात्र हुन्छ। त्यस कारणले पहिला कुरो आगो कसरी लाग्दो रहेछ र आगोलाई कसरी निभाउने रहेछ, के चिज गर्दाखेरि हुन्छ र त्यो कुरा जान्छ। तपाईँले मैले तपाईँको घरको कुनै पनि एउटा चाहिँ कर्नरमा आगो केमा लागिरहेको छ? एउटा टेबलमा लागिरहेको छ। तपाईँसँग फायर एक्सटिङ्ग्विसर पनि छ, पाउडर पनि छ, CO2 पनि छ, पानी पनि छ होइन त। अब तपाईँको दिमागमा के आउनु पर्छ त? कुन चिजले चाहिँ आगो छिटो निप्छ भन्ने कुरो थाहा हुन्छ। टेबलमा आगो लागिरहेको छ, तपाईँ कुन चिज प्रयोग गर्नुहुन्छ? 3 चिज तपाईँसँग छ, तपाईँसँग साथमै छ। अब टेबलमा आगो लागिरहेको छ, तपाईँ के गर्नुहुन्छ? त्यो कुरा तपाईँले जान्नु पऱ्यो होइन त। के गर्नुहुन्छ? पानी हाल्नुहुन्छ तपाईँ। काठ भएर ठोस पदार्थ हो। अब त्यही तपाईँको इलेक्ट्रिक सर्ट भएर आगो लागिरहेको छ, तपाईँ के गर्नुहुन्छ? पानी हाल्नुहुन्छ? पानी हाल्नुहुन्न? किन? पानी हाल्दा के हुन्छ? सबैभन्दा पहिला तपाईँले मेन स्विच अफ गर्नुहुन्छ। यस्तो कुराहरूमा जान्नु पऱ्यो क्या होइन। त्यो कुराहरू तपाईँले बुझिदिनु भएन, सधैँ चाहिँ सिकिरहनु मात्र भयो भने कहिले पनि प्रगति हुन्छ। कहिले पनि तपाईँले बुझ्नुहुन्छ। तपाईँको इलेक्ट्रिक सर्ट भएर आगो लाग्यो भने सबैभन्दा पहिला मेन स्विच कहाँ छ, मेन स्विच अफ डाउन गर्नु पऱ्यो। त्यसपछि के गर्नु पऱ्यो? तपाईँले CO2 छ भने CO2 हाल्नु सक्नुभयो, अदरवाइज पाउडर हाल्नु सक्नुभयो। पाउडरले चाहिँ यो पाउडर चाहिँ ABC पाउडर चाहिँ मल्टिपर्पज फायर एक्सटिङ्ग्विसर होइन त। यसले चाहिँ हरेक किसिमको आगो निभाउन सकिन्छ भनेर चाहिँ होइन तपाईँहरूलाई। त्यो चिज तपाईँले दिमागमा राख्नु पऱ्यो। त्यो चिजलाई कसरी गर्ने भन्ने कुरा चाहिँ सधैँ ज्ञान गर्नु पऱ्यो क्या। आज आउने फेरि सिकाउने, भोलि फेरि अर्कोलाई सिकाउने। तपाईँले बुझ्दै नबुझिकन त्यसै सिकाएर मात्र काम भएन क्या। जुन कुरा तपाईँले लागू गर्नुपर्ने छ त्यो कुरा तपाईँले जानेन भने केही काम छ त? यो त्यही भएर चिन्नु पऱ्यो पहिला फायर एक्सटिङ्ग्विसर होइन। फायर एक्सटिङ्ग्विसर चिनिसकेपछि आगो कस्तो किसिमको हो र आगोलाई कसरी निभाउने भन्ने चाहिँ त्यसपछि विकल्पमा सोच्नु। तपाईँले देखिरहनु भएको भाँडोलाई के भन्छ? यसलाई यो भाँडोलाई के भन्छ? खै तपाईँ यत्रो जानु हुन्छ, एकजना बोल्नुहुन्न। फायर एक्सटिङ्ग्विसर भन्छ होइन त। कस्तो कलरको हुन्छ? खै त बोले रातो हुन्छ होइन। तपाईँले चिन्ने के रहेछ त? यो यस्तो किसिमको भाँडा रहेछ, त्यो रातो कलरको चाहिँ फायर एक्सटिङ्ग्विसर हुँदो रहेछ। अब यहाँ यो पाउडर हो कि CO2 हो कि कसरी चिन्ने त? लेखेको हुन्छ, लेखेको हेर्नु पऱ्यो होइन त। त्यसपछि यो CO2 र उसमा त फरक हुन्छ नि त होइन त। यो CO2 मा के हुन्छ र यसमा पाउडरमा के हुन्छ भनेर देख्नु भएको छ नि होइन त। त्यो चिजबाट छुट्याउन सकिन्छ। अर्को कुरा अब यसको चाहिँ
पार पूर्जाको नाम पनि त थाहा हुनु पऱ्यो नि। त्यसै यो फायर एक्सटिङ्ग्विसर त हो, यसले के गर्छ, कुन फायर एक्सटिङ्ग्विसर हो, के छ यसमा भन्ने त थाहा हुनु पऱ्यो नि। प्रेसर भने के हो, प्रेसर कहाँ हुन्छ, ग्यास भने के हो, नोजल पाइप भने के हो, त्यो कुरा सबै थाहा हुनु पऱ्यो। सबैभन्दा पहिला तपाईँले फायर एक्सटिङ्ग्विसर यो के भन्छ, यसलाई क्यारी ह्यान्डल भन्छ हो। यो क्यारी ह्यान्डल भनेपछि यसलाई के भन्छ, नोजल पाइप भन्छ, यसलाई के भन्छ, स्काइबर भन्छ है, यसलाई क्याच भन्छ, यसलाई पिन भन्छ हो, सेफ्टी पिन भन्छ है। त्यसपछि यसलाई मिटर डायल भन्छ। यहाँभित्र चाहिँ तपाईँको रातो र हरियो साइन छ। रातो भने के हो, खतरा हो नि। रातो चाहिँ रातोमा कोही सिसीले काम गर्दैन, तर प्रेसर छ भने गर्छ। तर सकेसम्म यो हरियोमै हुँदाखेरि प्रयोग गर्नुपर्छ। यो कुरा तपाईँहरूले एकदमै ध्यान दिनु पऱ्यो होइन। त्यसपछि तपाईँहरूले यो प्रेसर गेज हेर्नु पऱ्यो, मेरो फायर एक्सटिङ्ग्विसर ठिक छ कि छैन, समय समयमा चेक गर्नु पऱ्यो। यसको डेट पनि लेखेको हुन्छ, यहाँ डेट प्रायः मेटेको हुन्छ, डेट यहाँ हुन्छ है। डेट हेर्नु पऱ्यो 2083 7 महिना 26 गते रहेछ यो काम गरिने रहेछ यसले। अब तपाईँले यो डेट सकिँदा पनि यहाँ चाहिँ मेन के हेर्नुपर्छ, बोल्नुहोस् न, ठुलोसरी बोल्नु सबैजना। भोक लाग्यो हो, के भयो त, आवाज आउँदैन नि त। मिटर डायलमा चाहिँ सुई कहाँ छ हेर्नु पऱ्यो। त्यो सुई हेरेपछि तपाईँले के देख्नुहुन्छ, रातोमा गएको छ कि छैन, हरियोमै छ कि देख्नुहुन्छ। हरियोमै छ भने त यो डेट सकेपछि पनि के भयो त, यसको प्रेसर सकिएन। प्रेसर नसके तापनि तर प्रेसर त केही मात्रामा कम भइसक्यो है। जति यसले चाहिँ काम गर्नु पनि त्यति नगर्दा है, त्यस असरदार जति हुनुपर्छ त्यसले यसले उ त्यहाँसम्म हान्थ्यो भने यहाँसम्म हाल्ला होइन, अब फिस्स गरेर जाला। त्यस कारणले यो